सबैलाई सबै फ्युचर स्टार क्रिकेट क्लबका सम्पूर्ण सदस्यलाई यस सेरिमोनियल अवार्ड सेरिमनी एक ऐतिहासिक हिस्ट्री बोकेको यस क्लबलाई अहिलेसम्म डोर्याएर आउनुभएको सम्पूर्ण सदस्यलाई सम्झन चाहन्छु। साथै यस कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। कुनै पनि कार्यक्रम सुरु गर्नुभन्दा पहिला सभापतिको आवश्यक हुने भएकाले हाम्रो यस फ्युचर स्टार क्रिकेट क्लबका वरिष्ठ सदस्य र सागर कौचा दाइजीले यसै गरी यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा इन्जिनियर सुशान्तज्यूलाई म फ्युचर स्टार क्रिकेट क्लबका सदस्यज्यूहरूलाई यथा स्थानमा आसन गर्न विनम्र अनुरोध गर्छु। यसै गरी अहिलेको प्रेजेन्ट क्याप्टेन फ्युचर स्टार क्रिकेट क्लबका क्याप्टेन प्रिजन श्रेष्ठज्यूलाई पनि आसन गरिदिनु र अब भने हाम्रो अवार्ड सेरेमनी रहेको कारण म अवार्ड सेरेमनी गरिदिनुका निम्ति म क्रिकेट क्लबका क्याप्टेन प्रिजन श्रेष्ठलाई कार्यक्रमको माइकमा हस्तान्तरण गर्न चाहन्छु। प्रथम त पुजन धन्यवाद। आज हामी यस क्लबको सेमी एनुअल जेनरल मिटिङ र क्लबको हिस्ट्रीकै पहिलो अवार्ड सेरेमनीमा छौँ हामी र यहाँ आउने सबै खेलाडी साथीभाइले म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अवार्ड सेरेमनीतर्फ अगाडि बढ्न चाहन्छु र अवार्ड सेरेमनीको अतिथिज्यू सुशान्तज्यूलाई अगाडि बढ्न अगाडि स्टेजमा निम्त्याउन चाहन्छु। अवार्डको सर्टिफिकेट दिनका निम्ति पनि म यस क्रिकेट क्लबका कप्तान प्रिजन श्रेष्ठजीलाई अगाडि निम्त्याउन हाम्रो यस क्रिकेट क्लबका एक्सपिरियन्स ब्याट्सम्यान बलर पनि भन्दाखेरि अलराउन्डर भन्न चाहन्छु म प्रदीपजीलाई अगाडि निम्त्याउन चाहन्छु। 2022 वैशाख महिनाको प्लेयर अफ द मन्थ हुन सफल हुनुभएको छ हाम्रो यस क्रिकेट क्लबका एकदमै एक्सपिरियन्स ब्याट्सम्यान। यस महिनामा 2टा 50 र 2टा प्लेयर अफ द म्याच अवार्ड हासिल गरिसक्नु भएको छ र उहाँको 100 को एभरेज रहेको छ र 200 भन्दा बढी रन हानिसक्नु भएको छ वैशाख महिनामा। र वैशाख महिनाको प्लेयर अफ द मन्थ सागर कौचा दाइलाई सागर कोचादालाई निकै नै उत्कृष्ट पर्फर्मेन्सका साथ वैशाखको अवार्ड हासिल गरेकोमा प्लेयर, इम्प्रुभ प्लेयर, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द इयरको अवार्ड रहेको छ र अवार्ड दिनका निम्ति म अवार्डमा धेरै नै विधागत अवार्डहरू छन् त्यसका लागि म सागर कोचादालाई अगाडि निम्त्याउन चाहन्छु। स्टार क्रिकेट क्लबका इमर्जिङ प्लेयर अफ द इयर हुन सफल हुनुभएको छ मिस्टर निराजन तिवारी। सम्पूर्ण फ्युचर स्टार क्रिकेट क्लबको तर्फबाट मुरी बधाई दिन चाहन्छु।
यस्तै प्रगति गरिरहनुहोस्। फेरि अहिले प्लेयर अफ द इयरकोमा बढ्नु लागि अनि साथै ल चाहिँदा ब्याटिङ टिमलाई मस्ट इम्प्रुभ प्लेयर अफ द इयर हुन सफल हुनुभएको छ विनायक पौडेलज्यू। निकै नै शानदार उहाँले उहाँको निकै एकदमै प्रतिस्पर्धाको कन्टेन्डर नै हुनेछ बुझनको लागि क्रममा अब भने रहेको छ फ्युचर स्टार क्रिकेट क्लबका बेस्ट ब्याट्सम्यान अफ द इयर 2081 र यस पुरस्कार जित्न सफल हुनुभएको छ दाजु मिस्टर दिवस गिरी। वैदेशिक रोजगारका क्रममा अहिले हाल जापान हुनुहुन्छ। उहाँलाई म सम्पूर्ण फ्युचर स्टार क्रिकेट क्लबको तर्फबाट सम्झन चाहन्छु, निकै नै माया र स्मरण गर्न चाहन्छु। र क्रममा रहेको छ फ्युचर स्टार क्रिकेट क्लबको बलर अफ द इयर हुन सफल हुनुभएको छ मिस्टर अभिषेक भुजेल र उहाँको कार्यव्यस्तताका कारण उपस्थित हुन सक्नु भएन र उहाँको अनुपस्थितिका कारण अवार्ड बुझिदिनका निम्ति म आफै स्वयं आउँदैछु। मलाई पनि तालीले क्रममा अब भने रहेको छ फ्युचर स्टार क्रिकेट क्लबका बेस्ट ब्याट्सम्यान अफ द इयर 2081 र यस पुरस्कार जित्न सफल हुनुभएको छ दाजु मिस्टर दिवस गिरी। वैदेशिक रोजगारका क्रममा अहिले हाल जापान हुनुहुन्छ। उहाँलाई म सम्पूर्ण फ्युचर स्टार क्रिकेट क्लबको तर्फबाट सम्झन चाहन्छु, निकै नै माया र स्मरण गर्न चाहन्छु। र यस अवार्ड प्रदान दिनका निम्ति म निश्चल पराजुलीलाई अगाडि स्टेजमा निम्ताउन चाहन्छु। र अब भने रहेको छ 2081 सालको बेस्ट प्लेयर अफ द इयर बेस्ट प्लेयर हुन सफल हुनुभएको छ मिस्टर प्रवीण पौडेल। This certificate is proudly presented to Mr. Praveen Paudel in recognition of your exceptional all-rounder performance, unwavering dedication and significant contribution to the team throughout this season. Your excellence in both skills and spirit has set a high standard and earned you the title of Best Player of the Year. Thank you for inspiring your teammates and playing a vital role in the team's success. Future Star Cricket Club Player of the Year. आफ्नै दाजु प्रदीप पौडेललाई पछि पारेर यस अवार्ड हासिल गर्न सफल हुनुभएको छ। जो चाहिँ त्यो सानोतिनो कुरो होइन, निकै नै होनार खेलाडी प्रदीप पौडेलज्यूलाई पछि पारेर यस अवार्ड हासिल गर्न सफल हुनुभएकोमा हामी सम्पूर्ण खुसी छौँ। यस्तै प्रगति गर्दै जानुहोस् र अवार्ड लिनका निम्ति अवार्ड ग्रहण गर्नका निम्ति म अगाडि निम्ताउन चाहन्छु।
उपस्थित जनाई यस कार्यक्रमको शोभा बढाइदिनका निम्ति म सम्पूर्ण उपस्थित महानुभावहरूलाई मुनिमुनि धन्यवाद दिन चाहन्छु र आफ्नो कार्यक्षेत्रका कारण र आफ्नो कामको कारण यहाँ उपस्थित हुन नसक्नुभएका सम्पूर्णलाई म सम्झन चाहन्छु र हाम्रो यस फ्युचर स्टार क्रिकेट क्लबलाई योगदान पुर्याएकोमा म सम्पूर्ण यहाँ उपस्थित सम्पूर्ण सदस्य र फ्युचर स्टार क्रिकेट क्लबका सम्पूर्ण सदस्यले मुनिमुनि धन्यवाद व्यक्त गर्न चाहन्छु र आजको यस अवार्ड सेरेमनीको क्यास प्राइजको स्पोन्सरलाई सम्झन चाहन्छु। सन्तोष शर्माज्यू हुनुहुन्छ, अहिले वैदेशिक रोजगारका निम्ति दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ। उहाँलाई पनि म सम्पूर्ण फेरि पनि मुनिमुनि धन्यवाद व्यक्त गर्दै तपाईँको यस योगदानलाई सम्झन चाहन्छु र फ्युचर स्टार क्रिकेट क्लबको सम्पूर्ण सदस्यको तर्फबाट मुनिमुनि धन्यवाद व्यक्त गर्न चाहन्छु र आजको यस कार्यक्रमलाई सम्पन्न गरिदिनको निम्ति म यस कार्यक्रमका सभापतिज्यू यहाँ जे जति पनि कार्यक्रम लास्ट दिन मैले राम्रो क्लबको बारेमा चाहिँ हामीले जे जति पनि विचार विमर्शहरू अनि सँगै हाम्रो भएका स्थितिहरू चाहिँ को बारेमा छलफल गऱ्यौँ र म चाहिँ अर्को चाहिँ के पनि भन्न चाहन्छु भनेदेखि अब चाहिँ बाहिर विदेशमा रहेर पनि आफ्नो क्लबलाई सम्झिनु भएका र क्लबप्रति चाहिँ योगदान पुर्याउनु भएका हाम्रा प्रिय चाहिँ खेलाडी साथीहरू सन्तोष शर्माज्यू अनि हाम्रो दिवस गिरिज्यू पूर्व कप्तान दिवस गिरिज्यू र हाम्रो पूर्व खेलाडीहरू हाम्रो सचिन राईहरू के अरे त्यो सम्पूर्ण हाम्रो खेलाडी शिशिर शर्मा भाइ लगायत सम्पूर्ण हाम्रो चाहिँ पूर्व खेलाडीहरूलाई पनि म सम्झाउन चाहन्छु। यसै चाहिँ आज हाम्रो के भनेर एनुअल चाहिँ अवार्ड सेरेमनी प्रोग्राम अन्तर्गत र मैले खासै त्यति धेरै चाहिँ भन्नुपर्ने अब अहिले आएर म खासै केही देखिनँ। हाम्रो भाइहरूले आफ्नो दिनुपर्ने चाहिँ बेस्ट पर्फर्महरू दिइराख्नु भएको छ होइन। अब अझै चाहिँ यसलाई चाहिँ अब कसरी चाहिँ अगाडि चाहिँ होइन रूपमा चाहिँ बढाउने, कसरी चाहिँ अझ चाहिँ आफ्नो चाहिँ खेललाई चाहिँ कसरी चाहिँ भनौँ न उ गर्ने के गर्ने त्यसलाई न्यान्स गर्ने भनौँ न, आफ्नो वृद्धि आफ्नो स्किल वृद्धि कसरी गर्ने अझ चाहिँ यसलाई चाहिँ अहिले जुन यथास्थानमा जुन अवस्थामा छ त्योभन्दा अझ चाहिँ राम्रो तरिकाले चाहिँ कसरी गर्ने मेन्टल्ली फिजिकल्ली होइन सम्पूर्ण रूपमा चाहिँ प्रिपेयर भएर चाहिँ अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। र अनि खेलको लागि चाहिँ मेन भनेको चाहिँ एउटा चाहिँ इन्ट्रेस्ट चाहिँ इच्छा चाहिँ चाहिन्छ खेलको लागि मेन भनेको। अनि त्यसपछि चाहिने भनेको यो अर्को चाहिँ तपाईँको फिजिकल प्लस चाहिँ मेन्टालिटी र फिजिकली रूपमा पनि अब चुस्त दुरुस्त हुनुपर्छ। अनि त्यसलाई कायम गर्न सक्यो भने बल्ल चाहिँ हाम्रो चाहिँ खेल होइन अब लाई चाहिँ राम्रो आफ्नो चाहिँ पर्फर्मेन्सलाई चाहिँ बेस्ट र अनि राम्रो दिन सकिन्छ भन्ने मलाई लाग्छ। अब यसै अब यही नै हो। अन्तिममा गएर चाहिँ म हाम्रो यो आजको कार्यक्रम फर्मल कार्यक्रमलाई चाहिँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।